लिनक्स इन नेपालीमा स्वागत छ हैन। अब लिनक्समा चाहिँ के छ भने आफ्नो आवश्यकता अनुसारको थुप्रै डिस्ट्रिब्युसनहरू छ कि भन्नाले आफूलाई जस्तो जस्तो रिक्वायरमेन्ट छ नि सिस्टम अब आफ्नो लोएस्ट कम्प्युटरहरू छ भने त्यसै अनुसारको डिस्ट्रिब्युसनहरू छ, सुपर फास्ट कम्प्युटरहरू छ भने त्यही अनुसारको छ हैन। त्यो भएकाले सुरुमा जो बिगिनरहरू हुनुहुन्छ नि उहाँहरूलाई कुनबाट सुरु गर्ने भन्ने निकै कन्फ्युजन हुन्छ हैन। त्यसैले मैले यो भिडियो बनाइरहेको छु। अब सुरुमा हाम्रो मुख्यतया भनेको चाहिँ हाम्रो यो च्यानलहरु भइहाल्यो। मुख्यतया भनेको चाहिँ उबुन्टु आउँछ बेसिकली हैन। उबुन्टु चाहिँ भनेको एकदम पपुलर छ हैन, ओपन सोर्स भएकाले गर्दाखेरि चाहिँ। अनि अब यसमा चाहिँ प्रोसेसर भनेको डुअल कोर प्रोसेसर मिनिमम यसको रिक्वायरमेन्ट खोज्छ हैन। 4 GB को र्याम खोज्छ यसले। अनि गएर स्टोरेज चाहिँ भनेको 25 GB भन्छ हैन। यो चाहिँ भनेको यसको मिनिमम रिक्वायरमेन्ट हो। अब यो भन्दा तल भयो भने चाहिँ चल्न त चल्छ तर यो स्लो परफर्मेन्स हुन्छ भनेर भन्छ हैन। अनि गएर अब फिचरहरुमा भनेको चाहिँ अब लिनक्स बेस भइगयो हैन। बेस अन डेबियन भनेको चाहिँ डेबियन को सोर्स कोडबाट चाहिँ यिनीहरुले छुट्टै डेभलप गरेर बनाएको हो भन्ने चाहिँ हैन। अनि गएर एपीटी प्याकेज म्यानेजर भनेर भन्छ के। यो भनेको चाहिँ कस्तो भने सफ्टवेयरहरु डाउनलोड गर्नु पर्दाखेरि हामीले ब्राउजरहरुमा गएर सर्च गरिराख्छौं नि, यहाँ भनेको त्यस्तो हुँदैन के। कमान्ड लाइनबाट सफ्टवेयरहरु डाइरेक्ट डाउनलोड गर्न मिल्छ। अनि त्यसमा भनेको कमान्ड हुन्छ। अनि त्यो कमान्ड गर्दाखेरि चाहिँ एपीटी भन्ने कमान्ड हुन्छ के, त्यसले चाहिँ सफ्टवेयरहरुलाई डाउनलोड गर्न मिल्छ हैन। त्यो हैन। अनि एपीटी प्याकेज म्यानेजर भनेर भन्छ त्यसलाई। अनि नो रेजिस्ट्रेसन रिक्वायरमेन्ट भन्छ के। अब खासै यिनीहरुमा रेजिस्ट्रेसन गरिराख्नु पर्दैन। जस्तै विन्डोजमा एक्टिभ की गर्नुपर्छ नि, हामीलाई फ्री भर्जनमा पनि हुन्छ, यिनीहरुको पेड भर्जन पनि आउँछ। तर त्यो भनेको चाहिँ एन्टरप्राइज लेभलको लागि हो, त्यसले खासै असर पार्दैन। र तपाईहरुकोमा त्यो के भन्छ एक्टिभ विन्डोज भनेर त्यस्तो केही पनि आउँदैन हैन। अनि गएर सपोर्ट फर डीईबी भनेर भन्छ हैन, फाइल भनेर भन्छ। यो भनेको चाहिँ जस्तै विन्डोजमा भनेको कुनै पनि सफ्टवेयर डाउनलोड गर्नुभयो भने त्यसको लास्टमा गएर .exe भनेर लेखिरहेको हुन्छ कि हैन। त्यस्तै गरेर यो लिनक्समा चाहिँ गएर लिनक्सको डेबियन डिस्ट्रिब्युसनहरुमा चाहिँ डीईबी भनेर लेखेको हुन्छ हैन। त्यो फाइललाई चाहिँ यसले सपोर्ट गर्छ भन्छ। वर्क अफलाइन भनेर भन्छ। अब एकताल इन्स्टल गरेपछि अब अफलाइन काम गर्न मिल्ने भइहाल्यो हैन। अनि एड फ्री भइगयो, एड सेड केही पनि आउँदैन तपाईको, ट्र्याकिङ केही पनि हुँदैन। केडीई सपोर्टेड भनेको चाहिँ कस्तो भने एउटा डेस्कटप इन्भाइरोमेन्ट हो कि, जसले चाहिँ भनेको अलिकति नयाँ अहिलेको न्यू जेनेरेसनको डेस्कटप इन्भाइरोमेन्ट भन्दा पनि हुन्छ यसलाई हैन। अलिकति धेरै फिचरहरु यसले दिन्छ के, एकदम कस्टमाइजेबल बनाउनलाई, हरेक साना साना कुराहरुलाई पनि कस्टमाइजेबल गर्नलाई यो केडी भन्ने छ हैन। डेस्कटप इन्भाइरोमेन्ट यो चाहिँ एकदम बेस्ट छ हैन अहिलेको। अनि अर्को आउँछ हाम्रो जिनोम पनि आउँछ, एक्सएफसी पनि आउँछ हैन, त्यो तल आउँछ अहिले। त्यो चाहिँ एकदम बेस्ट छ हैन। अनि इजी टु इन्स्टलेसन भनेको चाहिँ अब माउसबाटै पनि क्लिक गरेर पनि इन्स्टल गर्न सक्नुहुन्छ भनेर भन्न खोजेको हैन नर्मली। अनि डार्क मोड त भइहाल्यो हाम्रो। अब विन्डोजमा त्यही कुरालाई हामीले पे गर्नुपर्छ अथवा एक्टिभ गर्नुपर्छ, त्यो सेटिङमा मोडिफिकेसन गर्नुपर्छ। तर यहाँनेरि केही पनि त्यस्तो गर्नु पर्दैन, नर्मली हुन्छ। पोर्टेबल भन्ने कुरा आउँछ एउटा चाहिँ। यो भनेको चाहिँ कस्तो बुझ्नुस् भने तपाईले पेन ड्राइभमा जब विन्डोजलाई इन्स्टल गर्नुहुन्छ नि, पेन ड्राइभबाट बुट गरेर फर्स्ट टाइम विन्डो इन्स्टल गर्दाखेरि चाहिँ त्यहाँ भनेको चाहिँ इन्स्टल नगरेसम्म तपाईको अपरेटिङ सिस्टम चल्दैन हैन। तर लिनक्समा आएपछि चाहिँ त्यस्तो हुँदैन हैन। अब तपाईले पेन ड्राइभमा विन्डोज यसको अपरेटिङ सिस्टमको आइएसओ फाइल राख्नु भएको छ र तपाईले कुनै पनि ल्यापटप अथवा कम्प्युटरमा प्लग इन गरेर चाहिँ तपाईले त्यो सिस्टमको फुल एक्सेस लिन सक्नुहुन्छ के। तपाईले इन्स्टलै गर्नु पर्दैन के त्यो सिस्टममा, त्यस्तो हुन्छ हैन। हामी यसलाई पछि हेर्दै जानेछौँ यो कुराहरुलाई। अनि सपोर्ट फर एनभिडिया ड्राइभर भनेर भन्छ हैन। विशेष गरिकन चाहिँ यो लिनक्सको ड्राइभरको केसमा चाहिँ एनभिडियाको ड्राइभरहरु त्यति डिस्ट्रिब्युसनहरुले प्रोवाइड गर्दैनन्, अलि पपुलरहरुले मात्रै गर्छन् हैन। त्यही भएर यसमा चाहिँ यो कुरा उल्लेख गरेको हो हैन। अनि सबै प्राय जस्तो अलिकति भनौं न कम युज हुने डिस्ट्रिब्युसनहरुमा त्यति ड्राइभरहरु उपलब्ध हुँदैन। त्यही भएर एनभिडिया ड्राइभर सपोर्टेड भनेर दिन्छ यसले चाहिँ। अनि मल्टी ल्याङ्ग्वेज भनेको चाहिँ अब थुप्रै भाषाहरुमा चाहिँ हामीले यसलाई युज गर्न सक्छौं हैन, त्यो छ। अनि अर्को हाम्रो आउँछ भनेको लिनक्स मिन्ट। यो पनि एकदमै पपुलर छ बिगिनरहरुको लागि चाहिँ। अनि गएर
यसमा भनेको चाहिँ यसको रिक्वायरमेन्ट अलिकति कम छ। यो भनेको चाहिँ 32 बिटको प्रोसेसरमा पनि रन हुन्छ भन्छ हैन, जुन भनेको चाहिँ 1 गिगाहर्ज प्रोसेसर मिनिममको दिन्छ। 2 जिबीको र्याम यसको रिक्वायरमेन्ट हो र 20 जिबीको चाहिँ हार्ड डिस्क चाहिन्छ यसलाई हैन मिनिमम। अनि यो हल्का हेर्दाखेरि चाहिँ विन्डो जस्तो पनि देखिन्छ क्या, माइक्रोसफ्टको विन्डो हुन्छ नि जसको त्यो डिस्प्लेको लुक्सहरू हुन्छ नि, ठ्याक्कै त्यस्तै देखिन जान्छ। अनि यो माथिकोमा चाहिँ हाम्रो उबन्टु डेबियनबाट बनाएको थियो भने चाहिँ यो चाहिँ उबन्टुको सोर्स कोडबाट बनेको हो कि, उबन्टुको सोर्स कोडबाट यो लिनक्स मिन्टका डेभलपरहरूले मोडिफिकेसन गरेर चाहिँ यसलाई बनाएको हो हैन, लिनक्स मिन्ट भनेर। हामीले पनि यसरी कुनै पनि अपरेटिङ सिस्टमको सोर्स कोड डाउनलोड गरेर मोडिफिकेसन गरेर चाहिँ त्यसलाई परिमार्जन गरेर चाहिँ बनाउन सकिन्छ हैन। अनि सपोर्ट फर यसले पनि एनभिडिया ड्राइभर सपोर्ट गरि भइहाल्यो। अनि गएर लिनक्स बेस भइहाल्यो, एड फ्री भइहाल्यो, ट्र्याकिङ भइहाल्यो, कम्युनिटी बेस भन्छ के। केही कुरो तपाईँको अपरेटिङ सिस्टममा समस्या आयोहरू भने चाहिँ तपाईँहरूले कम्युनिटीमा गएर त्यहाँ हेल्प माग्नु भने चाहिँ त्यहाँनिर थुप्रै मानिसहरू हुनुहुन्छ जसले चाहिँ हेल्प गर्नुहुन्छ कि, कम्युनिटीमा भएका मान्छेहरूले जसलाई आउँछ उहाँहरूले चाहिँ हेल्प गर्नुहुन्छ। अथवा उनीहरूको वेबसाइट छुट्टै हुन्छ जहाँ चाहिँ समस्याहरू हालिरहेको हुन्छ, त्यसको समाधान पनि दिइरहेको हुन्छन् मान्छेहरूले हैन। त्यो भएकाले कम्युनिटी बेस एकदम राम्रो हुनुपर्छ भनेर भन्छ। सुरुमा सिक्ने बेलामा चाहिँ थुप्रै समस्याहरू आएको खण्डमा सकभर त नआओस् हैन, तर आउँछ कति केसहरूमा थाहा हुँदैन, सिस्टम बिग्रिरहेको हुन्छ। अनि त्यही भएर हामीले अनलाइनमा खोजिराख्दाखेरि चाहिँ त्यस्तो हुन्छ हैन। अब मेरो पनि सुरुमा मैले सिक्ने बेलामा त्यो समस्या आएको गर्दाखेरि चाहिँ मैले अब यो एउटा नेपाली कम्युनिटी, नेपाली भाषामा पनि जाउँ न त भनेर एउटा बनाउन खोज्दैछु हैन। अर्को भनेको डार्क मोड, यसमा पनि डार्क मोड भइहाल्यो, मल्टी ल्याङ्ग्वेज भइहाल्यो। अब रजिस्ट्रेसन रिक्वायरमेन्ट छैन यसमा पनि। अनि गएर बुट रिपेयरिङ भनेर भन्छ क्या। यो भनेको चाहिँ कस्तो हो भने लिनक्समा थुप्रै फाइल स्ट्रक्चरमा चाहिँ अपरेटिङ सिस्टममा राखेको हुन्छ क्या, फोल्डर बनाएर राखेको हुन्छ क्या। त्यो भएपछि चाहिँ हाम्रो कुनै पनि सिस्टममा अब जस्तै मानौँ तपाईँको एउटा होम डाइरेक्टरी भनेको चाहिँ तपाईँको युजर नेम भन्ने हुन्छ हैन, त्यो डाइरेक्टरीहरू छुट्टै हामी त्यसको भिडियो बनाएर पछि हेर्छौँ। त्यहाँनिर समस्या आयो भने तपाईँको सिस्टमै क्र्यास हुन्छ हैन। तर यहाँ लिनक्समा चाहिँ भनेको छुट्टै पार्टिसन गरेर राखेको हुन्छ कि, त्यो भएपछि त्यो फाइललाई मात्रै हामीले रिपेयरिङ पनि गर्न सक्छौँ क्या, पुरै सिस्टमलाई नि फेरि इन्स्टल गर्नु पर्दैन, त्यस्तो हुन्छ हैन। त्यही भएर लिनक्स एकदम कुल छ हैन। अनि एक्सेप्ट इफ सपोर्टेड भनेर भने चाहिँ यो पनि डेस्कटप इन्भाइरोमेन्ट हो, एकदम लाइट वेट छ हैन। अनि गएर अब अलिकति लाइट वेट भए पनि त्यति धेरै फिचर चाहिँ छैन केडी जस्तो। लाइट वेट भनेको चाहिँ अलिकति स्टोरेज कम युज गर्ने, ऱ्यामहरू कम युज गर्ने गर्छ हैन। अनि एपिटी प्याकेज म्यानेजर भनेर भन्छ। अब डेबियन बेस भएपछि प्रायः जस्तो डिस्ट्रिब्युसनहरूमा चाहिँ एपिटी प्याकेज म्यानेजर नै युज हुन्छ है, जसमा एक्सटेन्सन चाहिँ भनेको .deb भन्ने हुन्छ हैन। त्यसपछि हाम्रो अर्को आउँछ डेबियन। यो भनेको चाहिँ मदर अफ भनौँ न लिनक्सको पुरानो, सबैभन्दा पुरानो डिस्ट्रिब्युसन हो हैन। यसबाट चाहिँ थुप्रै डिस्ट्रिब्युसनहरू धेरै बनेका छन् डेबियन चाहिँ बाट चाहिँ। अनि यसको रिक्वायरमेन्ट पनि हेर्नुहुन्छ भने 1 गिगाहर्ज प्रोसेसर छ, 1 जिबी र्याम छ मिनिमम, र 10 जिबी भन्ने छ मिनिमम यसलाई रिक्वायरमेन्ट। कमान्ड लाइन गर्नु हुन्छ त्यो पनि पर्दैन। अब डेस्कटप इन्भाइरोमेन्टमा गर्दाखेरि चाहिँ अलिकति बढी नै खोज्छु भन्छ। अनि स्टेबिलिटी चाहिँ छ अलिकति हैन। प्याकेज म्यानेजर चाहिँ यसको एपिटी भइहाल्यो। अनि सफ्टवेयर भनेको चाहिँ थुप्रै कन्ट्रीहरूबाट चाहिँ हामीले अब जस्तै नजिक हाम्रो भनेको यिनीहरूले सर्भर के गर्छन् भने इन्डिया, नेपाल हैन, आफ्नो कन्ट्रीहरूमा चाहिँ यिनीहरूको सर्भरको जुन प्याकेज भन्नाले चाहिँ के बुझ्नु भने सफ्टवेयर हुन्छ नि, त्यो बुझ्नुहोस् कि। अनि प्याकेजहरूलाई चाहिँ आफ्नो कन्ट्रीहरूमा अब उनीहरूले राखिदिएको हुन्छ क्या। अनि त्यो भएपछि जति नजिकको सर्भर भयो त्यति नजिकबाट डेटा छिटो डाउनलोड हुने हो नि त। अनि त्यो भएकोले गर्दाखेरि चाहिँ अब थुप्रै कन्ट्रीहरूमा चाहिँ यिनीहरूको सर्भर भएकोले वाइल्ड सपोर्टेड रेपोजिटरी भनेर भन्छ हैन। अनि मल्टिपल आर्किटेक्चर भन्छ। यो कुरालाई चाहिँ अहिले अन्तिममा हेर्नेछु हैन, तल आउँदैछ। सेक्युरिटी छ, कस्टमाइजेबल भनेको चाहिँ सानो कुराहरूमा पनि एकदम यसलाई हामीले चेन्ज गर्न सक्छौँ कि। जस्तै विन्डोजमा हेर्नु हो भने तपाईँहरूले त्यो उसको ब्राउजर डिफल्ट आउँछ नि, त्यो ब्राउजरलाई तपाईँले एउटा नर्मल तरिकाले कुनै पनि हालतमा त्यसलाई डिलिट गर्न सक्नु हुँदैन क्या। विभिन्न थर्ड पार्टी टुलहरू युज गरेर सकिन्छ, त्यो नसकिने भन्ने कुरा त छैन, सकिन्छ। तर एउटा नर्मल हुन्छ नि, अरू एप्लिकेसनहरूलाई अनइन्स्टल गरेर जस्तो गरेर गर्न सकिँदैन।
तर लिनक्समा त्यस्तो छैन, तपाईँलाई नचाहेको कुरा छ बस अनइन्स्टल गरिदिनुहोस् सकियो, त्यस्तो हुन्छ क्या। अनि यहाँनिर त्यो यही कुरालाई चाहिँ तपाईँले राख्नै पर्छ भन्ने छैन, अरू अरू कुरालाई पनि गर्न सक्नुहुन्छ भन्छ होइन। अनि फ्री एन्ड ओपन सोर्स भइगयो, पैसा लाग्दैन र भनेको यसको सोर्स कोड भन्ने पाइन्छ, आफूले मोडिफिकेसन गर्न मिल्छ। अनि लङ टर्म सपोर्ट भनेर भन्छ क्या। यो भनेको चाहिँ लिनक्समा 4-5 वर्षलाई चाहिँ एउटा कर्नल भन्छ विशेष गरिकन। अनि त्यो कर्नल भनेको चाहिँ लिनक्सको एउटा मेन पार्ट हो है, लिनक्स भनेकै कर्नल हो होइन। अनि गएर त्यो चाहिँ भनेको एकदम स्टेबल हुनुपर्छ। अब त्यो भएन भने चाहिँ क्रास भयो ओरो भने पनि त्यो लङ टर्म कर्नलले चाहिँ हामीले ब्याकअपबाट युज गर्न सक्छौँ होइन। अपडेटहरू आइरहँदाखेरि कुनै कुनै बेलामा सफ्टवेयर नै पुरै क्रास भइदिन्छ होइन। अनि त्यस्तो हुँदाखेरि चाहिँ छुट्टै एउटा कर्नल आफूले इन्स्टल गरेर राखेर चाहिँ त्यसलाई ब्याकअप कसरी लिने भन्ने कुराहरू सबै पछि आउँछ भिडियो होइन। अब एउटा बुझिराख्नुहोस् कि लङ टर्म सपोर्टेड भनेर दिनुहुन्छ कर्नलले चाहिँ, त्यो कर्नल पनि अपडेट भइरहन्छ। अनि युजर फ्रेन्डली इन्स्टलेसन भन्छ, अब माउस क्लिक गर्दै क्लिक विन्डो इन्स्टल गरे जस्तै गरेर पनि इन्स्टल गर्न सकिन्छ होइन। अनि एपिटी प्याकेज म्यानेजर त अब यसको भइहाल्यो, सो छ होइन। अहिले खासै त्यस्तो हेर्नु पर्दैन, हामी पछि इन्स्टलिङको प्रोसेसमा गएपछि सबै कुरा डिटेलिङमा हेर्छौँ होइन। अहिले सरसर मात्रै हेर्ने एउटा टपिक। अनि अर्को आउँछ हाम्रो फेडोरा। फेडोरा चाहिँ भनेको चाहिँ रेड ह्याटबाट अलिकति यिनीहरूको रेड ह्याटको कम्युनिटी हो होइन। त्यो भएको कारणले यो पनि एकदम पपुलर छ है। सुरुमा चाहिँ हेर्नेले रेड ह्याट पनि हेर्छ। यसको प्रोसेसिङ हेर्नुहुन्छ भने 1 GHz छ, तर 64 बिट भन्छ यसले मिनिमम। अनि 2 GB को ऱ्याम भन्छ। अनि डेस्क स्पेस भनेको 15 GB भइहाल्यो। अब अर्को भनेको लिनक्स बेस भयो, डेस्कटप इन्भाइरोमेन्ट। अब तपाईँले माउस चलाएर पनि यसलाई चलाउन सक्नुहुन्छ भन्छ। ट्र्याकिङ छैन यसको। ट्र्याकिङ भनेको चाहिँ कस्तो बुझ्नुहोस् भने कुनै पनि सफ्टवेयरहरू इन्स्टल गर्दाखेरि चाहिँ तपाईँले के चलाउनु भयो कसो चलाउनु भयो होइन, हरेक कुराहरू चाहिँ उनीहरूको आफ्नो सर्भरमा पठाइरहेको हुन्छ क्या। ब्याकग्राउन्डमा हामीले त देख्दैनौँ तर पछाडिबाट ब्याकग्राउन्डमा चलिरहेको हुन्छ क्या। अनि त्यस्तो यो ओपन सोर्स भएपछि त्यस्तो ट्र्याकिङ गर्ने कुराहरू खासै हुँदैन, त्यो भएर नो ट्र्याकिङ भन्छ। एड फ्री भइहाल्यो, एडहरू तपाईँलाई केही देखाउँदैन, माइक्रोसफ्ट जस्तो होइन यो। अनि गएर डार्क मोड भइहाल्छ, मल्टिपल ल्याङ्ग्वेज भइहाल्यो, यो रेजिस्ट्रेसन भइहाल्यो, पोर्टेबल भन्ने कुरा पनि हामीले बुझिहालेछौँ अघि नै। अब यसको चाहिँ प्याकेज म्यानेजर भनेको चाहिँ DNF भन्छ क्या। यो भनेको चाहिँ हामीले अघि एपिटी हेरे जस्तै यसको चाहिँ छुट्टै प्याकेज म्यानेजर छ क्या। यो चाहिँ रेड ह्याटबाटै एउटा छुट्टै ओपन सोर्स बनाएको। रेड ह्याट चाहिँ एउटा पेड हो भनेपछि यो चाहिँ फ्री भर्जनमा आउँछ होइन। त्यसैको अर्को पनि छ सेन्टोस भन्ने पनि आउँछ, त्यो चाहिँ एकदम फास्ट छ होइन। पछि सबैको बारेमा डिटेलिङमा जानेछौँ, एउटा सरसर अहिले भिडियो मात्रै हेर्दैछौँ। अनि ओपन सोर्स भन्छ होइन, यो पनि एउटा राम्रै ओपन सोर्स हो होइन। यसको अपडेटहरू आइरहेको हुन्छ, कम्युनिटी पनि राम्रै छ। अनि यसमा रिक्वायरमेन्ट भनेको चाहिँ त्यही हो, ड्युअल कोर प्रोसेसर ओर बेटर भनेर भन्छ होइन। 2 GB को ऱ्याम दिन्छ। अब हार्ड डिस्क भनेको 40 GB भन्दा अलिकति बढी छ होइन। अनि यसमा भनेको चाहिँ जिनोम एउटा डेस्कटप इन्भाइरोमेन्ट भन्ने कुरा हुन्छ। तपाईँले चाहिँ कस्तो खालको आफ्नो यो स्क्रिनको लुक्स हुन्छ नि, चारपट्टिको लुक्स ठ्याक्कै देखिने एप्लिकेसनहरू चाहिँ कस्तो खालको आफूले चाहने हो त्यस्तै आफूले डिजाइन गर्न सक्नुहुन्छ कि बनाउन त्यहाँ राख्न सक्नुहुन्छ डिजाइन भन्दा पनि। विन्डोजमा चाहिँ अब एउटा मात्रै हुन्छ भने चाहिँ यहाँनिर थुप्रै छ क्या त्यस्तो होइन। अनि त्यही भएर मुख्य गरिकन विशेष यही 3टा युज हुन्छ। यसलाई अहिले लिउँ। अनि लिनक्स बेस भइहाल्यो। अनि एड फ्री छ, ट्र्याकिङ छैन, यो छैन। अनि अब अर्को भनेको यसमा भनेको पनि अझै डिफ्रेन्ट छ प्याकेज म्यानेजर चाहिँ। डेबियनमा एपिटी छ होइन, फेडोरामा DNF छ। अब यो ओपन सोर्समा भनेको जिपर भन्ने प्याकेज म्यानेजर हुन्छ क्या। कमान्ड लेख्ने ठ्याक्क, अनि त्यसपछि अपडेट गर्ने, के गर्ने, इन्स्टल गर्ने सबै कुराहरू पछि हेर्दै जान्छौँ। यसमा अलिकति डिफ्रेन्ट छ। तर हामीले सुरुमा सिक्ने बेलामा चाहिँ हामी जोरिनाबाट स्टार्ट गर्छौँ है। किन भन्नुहुन्छ भने यसको प्रोसेसर भनेको चाहिँ ड्युअल कोर, यसको मिनिमम रिक्वायरमेन्ट यो भइहाल्यो। ऱ्याम 2 GB भन्छ, डिस्क स्पेस 20 GB भन्छ। यो चाहिँ भनेको कस्तो छ भने एउटा पेड आउँछ यसको पैसा तिरेर गर्ने होइन। अनि एउटा चाहिँ भनेको कोर भन्ने आउँछ, त्यसमा चाहिँ एकदम साना कुराहरू मात्रै छ होइन, खासै त्यो फाल्तुको कुराहरू छैन। अर्को चाहिँ भनेको यसको एजुकेसन भन्ने आउँछ। अब अर्को भिडियोमा त्यो कुराहरू बुझाउँछु म विशेष राम्रोसँगले होइन। अनि त्यो आउँछ। त्यसमध्ये हामी चाहिँ सुरुमा कोर हेर्छौँ, अनि त्यसैलाई पछि हेर्दै जानेछौँ अरू एजुकेसन पनि कस्तो छ भनेर।
अनि यसको लुक्स हेर्नुहुन्छ भने ठ्याक्कै उबुन्टु जस्तै देखिन्छ क्या, के अरे विन्डोज जस्तै, सरी विन्डोज जस्तो देखिन्छ होइन। त्यो एप्लिकेसनहरू हरेक एपहरू खोल्दा ओर्ने त्यो आइकनहरू पनि त्यस्तै बनाउन मिल्छ होइन। अनि लिनक्स बेस भइहाल्यो, एड फ्री भइहाल्यो। यो पनि उबुन्टुबाटै बनेको है, उबुन्टुकै सोर्स कोडबाट बनेकाले उबुन्टु बेस भनेर भन्छ। डार्क मोड छ, ट्र्याकिङ छैन। अनि अर्को लुक्स भनेको चाहिँ म्याक ओएस जस्तो पनि देखिन्छ क्या, त्यो आफूले त्यहाँनिर गएर चेन्ज गर्न मिल्छ। थिम्सहरू त खासै त्यस्तो डिफिकल्टी छैन। ब्याकग्राउन्डमा चाहिँ लिनक्सै भए पनि अगाडि चाहिँ तपाईँहरूलाई एपको आइकनहरू हरेक कुराहरू चाहिँ ठ्याक्कै त्यो अपरेटिङ सिस्टम अनुसारकै उनीहरूले परिमार्जन गरेर डेभलपरहरूले बनाएको छन् होइन। अनि गएर रेजिस्ट्रेसन रिक्वायरमेन्ट छैन। अनि यो वाइल्ड ल्यान्ड सपोर्टेड भनेर भन्छ। यो भनेको चाहिँ अहिलेको कस्तो भने ग्राफिकल युजर इन्टरफेस जुन एप्लिकेसनहरू हुन्छ नि, तपाईँले माउसबाट चलाउने एप्लिकेसनहरू, त्यसलाई सपोर्ट गर्ने चाहिँ एउटा ब्याकग्राउन्डबाट प्रोसेसिङ हुने एउटा भनौँ न सफ्टवेयर जस्तै हो होइन। तर यसले चाहिँ ब्याकग्राउन्डमा त्यो ग्राफिकल एप्लिकेसनहरूलाई चाहिँ प्रोसेस गरिराखेको हुन्छ कि अहिलेको नयाँ भर्जनमा। अनि सपोर्टेड फोर द डी प्याकेज भनेर भन्छ। डेबियनकै हो, किनभने उबुन्टुबाट बनाएको छ। उबुन्टु चाहिँ डेबियनबाट बनेकोले डिइबी प्याकेज भइहाल्छ। अनि एनभिडिया ड्राइभर पनि सपोर्ट गर्छ यसले हुन्छ होइन। अनि हाम्रो अर्को भनेको चाहिँ सिपियु आर्किटेक्चर भनेर भनेको थियौँ होइन है। सिपियु आर्किटेक्चरमा हेर्नुहुन्छ भने चाहिँ यहाँनिर चाहिँ यो कलर वाइज छ होइन। यो 64 बिट आर्किटेक्चर हो, यो 32 बिट आर्किटेक्चर, अरू भनेको यही छ। अब विशेष गरिकन यो दुईवटा आर्किटेक्चर युज हुन्छ कम्प्युटरमा। अनि प्रायः जो अपरेटिङ सिस्टमले चाहिँ 64लाई सपोर्ट गर्छ होइन। 32 बिटलाई भनेको चाहिँ कतिले गरिरहेको छैन होइन। जस्तै उबुन्टुले पनि 32 बिटलाई यहाँ दिइरहेको छैन, सम अनअफिसियली भनेर भन्छ होइन। केही चाहिँ अनअफिसियली दिन्छ होइन, तर अफिसियल रूपमा हेर्ने हो भने चाहिँ छैन होइन। डेबियनले चाहिँ सबैलाई सपोर्ट गर्छ र फेडोराले पनि सबै आर्किटेक्चरलाई सपोर्ट गर्छ। अरू भनेको अब यो ग्राफमा हेर्न सक्नुहुन्छ होइन। अनि लिनक्समा भनेको यो कमान्ड छ, युनेम -m थिच्नु हो भने चाहिँ टर्मिनलमा गएर तपाईँको कुन आर्किटेक्चर हो भनेर देखाउँछ होइन। अनि डेस्कटप इन्भाइरोमेन्टमा हेर्नुहुन्छ भने यो डेबियन 9.6मा चाहिँ यो 64 बिटमा टेस्ट गरेको कुरामा चाहिँ हामीले अहिले कुरा गरेका थियौँ जिनोम, केडिई होइन, एक्सएफसी होइन। यसमध्ये चाहिँ यसले ऱ्यामको प्रोसेसिङ हेर्ने हो भने जिनोमले अलिकति मिडियम लेभलमा खान्छ भनेपछि केडीले चाहिँ अलिक बढी ऱ्याम युज गरेको छ। र एक्सएफसी लाइट वेट भन्नुको कारण चाहिँ हो कि यसले अलि कम ऱ्याम खान्छ होइन। समथिङ 250 हाराहारीमा जति ऱ्याम यसले युज गर्छ। अरूले भनेको चाहिँ अब जस्तै यसले अब कति भयो 500 भन्दा अप नै छ होइन यसको ऱ्याम। यो भनेको 400 समथिङ छ होइन। त्यस्तै यिनीहरू भनेको चाहिँ ऱ्यामको आधारमा युज गरेकाले एक्सएफसी चाहिँ अलिकति लाइट वेट छ होइन। अनि बाँकी डिस्ट्रिब्युसनहरू चाहिँ अब यिनीहरूको बारेमा पनि हामी एक एकवटा गरेर सबै इन्स्टल गर्दै हेर्नेछौँ होइन। यो चाहिँ अब जस्तै आर्च लिनक्स भइहाल्यो होइन, सेन्टोस भइहाल्यो, डेबियन भइहाल्यो, सबैलाई एक एकवटा गरेर इन्स्टल गर्दै हेर्नेछौँ। अब आउँदो भिडियोमा चाहिँ यिनीहरूको बारेमा अब हेर्नेछौँ। तर सुरुमा चाहिँ हामी जोरिनालाई इन्स्टल गरेर र युजर फ्रेन्डली उबुन्टुबाट जो सुरुमा आउँदै हुनुहुन्छ उहाँहरूको लागि चाहिँ बेस्ट हुन्छ जोरिना है। म यही रिफर गर्छु। मैले थाहा पाएसम्म चाहिँ अहिलेसम्म बेस्ट भनेको जोरिना छ होइन। पहिला पहिला त उबुन्टु भन्थे, तर पछि चलाउँदै जाँदाखेरि चाहिँ जोरिना एकदम बेस्ट लागेको छ सुरुमा। पछि भनेको हामीले कमान्ड लाइन चलाउँदै गएपछि त जुन पनि चलाउन सकिन्छ। सो त्यही भएर खासै डिफिकल्ट हुँदैन। काली लिनक्सलाई त छोड्ने कुरै आउँदैन होइन, कालीलाई पनि आउँछ। सो यति नै हो यसलाई चाहिँ। अब अर्को भिडियोमा चाहिँ हामी जोरिनालाई कसरी इन्स्टल गर्ने भनेर हेर्छौँ है त।